नमस्कार, म विशाल पौडेल। यहाँहरू सबैलाई मेरो भिडियोमा स्वागत गर्दछु। आज म नयाँ विषयवस्तु उठान गर्ने जमर्को गरिरहेको छु। पछिल्लो परिवर्तित सन्दर्भमा हाम्रो शिक्षा ऐन कस्तो आउला त? शिक्षा क्षेत्रमा संलग्न भएको हिसाबले मेरो पनि चासो र सरोकारको विषयको रूपमा शिक्षा ऐन रहेको छ। त्यसो त देशमा सबैभन्दा ठुलो सङ्ख्यामा जनशक्तिहरू शिक्षा क्षेत्रमा कार्यरत हुनुहुन्छ। शिक्षा क्षेत्रमा कार्यरत जनशक्तिहरूको सबैभन्दा बढी चासोको विषय शिक्षा ऐन कस्तो आउँछ त? नयाँ सरकारले शिक्षा ऐन कस्तो ल्याउला भन्ने रहेको छ। वास्तवमा हाम्रो वर्तमान अवस्थामा 2028 मा जारी भएको शिक्षा ऐनलाई हामीले संशोधन गरेर प्रयोग गरिराखेका छौँ, कार्यान्वयनमा छ। संशोधन गरेर समय अनुकूल बनाउने प्रयास गरिए तापनि उक्त ऐन पुरानै ढर्राबाट विकसित ऐन हो र यसको मूलभूत उद्देश्य, मूलभूत विशेषता वर्तमान परिवेशसँग, राज्यको संरचनासँग, विश्व परिवेशसँग र नेपालको आवश्यकतासँग मिल्ने खालको छैन। त्यो भएको हुनाले पनि अविलम्ब नयाँ शिक्षा ऐन आउनु आवश्यक छ। कस्तो आउनु पर्ला त नयाँ शिक्षा ऐन? सबैभन्दा पहिला नयाँ शिक्षा ऐन शिक्षकको मनोबल बढाउने हिसाबले आउनुपर्छ। शिक्षक स्वस्फूर्त रूपमा खुसी हुँदै कक्षामा प्रवेश गर्ने, नतिजामूलक रूपमा आफ्ना शैक्षणिक गतिविधिहरू सञ्चालन गर्ने, सहजीकरण गर्ने र आफूलाई मर्यादित, सम्मानित भएको महसुस हुने गरी शिक्षा ऐन आउनु आवश्यक छ। हाम्रो सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयका शिक्षकहरूको मनोबल वृद्धि गर्ने हिसाबले शिक्षा ऐन आउन सकेन भने शिक्षामा आमूल परिवर्तनको जुन एजेन्डा छ त्यो पछि पर्न सक्छ। त्यो एजेन्डाको कार्यान्वयनमा समस्या हुन सक्छ। धेरै शिक्षक साथीहरू चाहिँ आफ्नो काम नियमित रूपमा गरिराख्नु भएको हुन्छ, तर पनि यो वा त्यो नाममा उहाँहरूमाथि प्रतिशोध साध्ने, उहाँहरूलाई मोटिभेसन नगर्ने, उत्प्रेरणा नजगाउने परिस्थिति हामीले देख्न सक्छौँ। म आफै पनि लामो शिक्षण पेसाको अनुभवबाट आएको हुनाले मैले पनि महसुस गरेको विषय हो। र अब आउने शिक्षा ऐनले समग्र शिक्षकहरूको मान मर्यादा कायम गरोस्, शिक्षकलाई आर्थिक रूपमा, सामाजिक रूपमा सबल बनाउने गरी शिक्षा ऐन आउनु आवश्यक हुन्छ। त्यसै गरी हाम्रा सामुदायिक विद्यालयको गुणस्तर सुधारको कोसेढुङ्गाको रूपमा अब आउने नयाँ शिक्षा ऐन हुनुपर्छ। हामीले जति सामुदायिक विद्यालयलाई बजेट एलोकेसन गरेका छौँ, त्यो बजेटले विद्यालयले गुणस्तरलाई वृद्धि गर्न सक्ने अथवा राज्यले अपेक्षा गरेको गुणस्तर दिन सक्ने अवस्था छैन। हाम्रा अधिकांश सामुदायिक विद्यालयहरू स्रोतको अभावमा गुज्रिराखेका छन्। त्यहाँको नेतृत्वले गर्न चाहँदा पनि आर्थिक स्रोत साधन नहुनुले उहाँहरूको विद्यालयलाई समृद्ध बनाउने जुन अपेक्षा छ त्यो पुरा हुन सकिराखेको छैन। गुणस्तरयुक्त स्रोत साधनले सम्पन्न विद्यालय बनाउनुको लागि राज्यले प्रशस्त स्रोत साधन दिने गरी अबको शिक्षा ऐनले त्यो व्यवस्था गर्नुपर्छ। त्यसै गरी विद्यालयको प्रशासनिक नेतृत्वको रूपमा रहनुहुने प्रधानाध्यापकज्यूहरूको सेवा सुविधा, छनौट प्रक्रिया, उहाँहरूको योग्यतालाई विशेष ख्याल गर्नुपर्छ र प्रधानाध्यापक नियुक्तिलाई छुट्टै व्यवस्था गरेर जानुपर्छ भन्ने मलाई लाग्छ। यो मेरो नितान्त व्यक्तिगत विचार हो। यसमा म आबद्ध संस्थाको आधिकारिकता चाहिँ छैन। मलाई उठान गर्न मन लागेको विषय चाहिँ अब आउने शिक्षा ऐनले के हाम्रा समस्त शिक्षकहरूको अपेक्षा पुरा गर्ला? हाम्रा निजी विद्यालयहरू, हाम्रा सामुदायिक विद्यालयहरू दुईटै क्षेत्रलाई सम्बोधन गर्ने गरी शिक्षा ऐन आउनुपर्छ। सामुदायिक विद्यालयको गुणस्तर राम्रो बनाउने, न कि निजी विद्यालयलाई निषेध गर्ने। निजी विद्यालयहरूलाई पनि उत्प्रेरित गर्दै उनीहरूको सेवा प्रवाहलाई सेवामूलक बनाउने, गुणस्तरीय बनाउने र राज्यले जुन नीति अङ्गीकार गरेको छ त्यसको कार्यान्वयनमा सहकार्य निजी विद्यालयले गर्ने गरी शिक्षा ऐन आउनुपर्छ र शिक्षा ऐनमा विद्यालयका कर्मचारीको विषय पनि उठ्नुपर्छ भन्ने मलाई लाग्छ। त्यसै गरी बाल शिक्षा सहजकर्ता जति पनि हुनुहुन्छ, सिडीको सहजकर्ताहरू, उहाँहरूको समस्या पनि समाधान हुने गरी आउनुपर्छ। लामो समयदेखि शिक्षा क्षेत्रमा काम गरिराखेका
व्यक्तिहरूको भविष्य के त? उहाँहरूले आफ्नो एउटा महत्त्वपूर्ण समय शिक्षण पेसामा बिताउनुभयो। जो अस्थायी प्रकृतिको, राहत प्रकृतिको शिक्षक हुनुहुन्छ, उहाँहरूले आफ्नो उत्पादनमूलक समय राज्यको लागि खर्च गरिसकेपछि उहाँहरूलाई के व्यवस्था हुने त? उहाँहरूलाई बिदाइ गर्ने हो भने त्यो बिदाइ सम्मानजनक हुनुपर्यो र उहाँहरूलाई सेवामा स्थापित गर्ने हो भने त्यो प्रतिस्पर्धात्मक व्यवस्था ल्याएर स्थायी गर्नुपर्यो। र त्यो सँगसँगै फेरि ठुलो सङ्ख्यामा नयाँ जनशक्ति शिक्षा क्षेत्रमा प्रवेश गर्नको लागि तयार छ। त्यो जनशक्तिलाई हाम्रो शिक्षा क्षेत्रमा भित्राउने गरी हाम्रा कानुनहरू निर्माण हुनुपर्छ। हामीले समाचारमा देख्ने गरेका, सुन्ने गरेका जति पनि स्थायी शिक्षकहरू विदेश पलायन भएको अथवा विदेश गएको, जागिर छाडेको त्यो सुन्ने गर्छौँ। त्यो नसुन्नको लागि पनि अबको शिक्षा ऐन कस्तो हुनु पर्ला त? मलाई लागेको विषयवस्तुहरू म यहाँ उठान गर्न चाहन्छु। सबैभन्दा पहिला संविधान र सङ्घीयताका भावना अनुरूपका हुनुपर्छ। नयाँ शिक्षा ऐन पूर्ण रूपमा संविधान अनुकूल हुनुपर्छ। सङ्घ, प्रदेश र स्थानीय तहबीच स्पष्ट जिम्मेवार बाँडफाँड गरिनुपर्छ। विद्यालय सञ्चालन, शिक्षक व्यवस्थापन तथा अनुगमनमा स्थानीय तहलाई अधिकार दिने गरी आउनुपर्छ भन्ने मलाई लाग्छ। र शिक्षकहरूको वृत्ति विकासको विषय, सेवा सुविधाको विषयलाई प्रदेश वा सङ्घले हेर्ने गरी आउँदा राम्रो हुन्छ। यद्यपि हाम्रो संविधानले माध्यमिक शिक्षा स्थानीय तहको अधिकारमा राखेको छ, तर फेरि शिक्षालाई तिनै तहको साझा अधिकारको रूपमा राखेको हुँदा यो विषय विचारणीय हुनसक्छ, विचार गर्नुपर्ने हुनसक्छ। यस्तो अवस्थामा चाहिँ स्थानीय आवश्यकता अनुसारको शिक्षा सञ्चालन हुनसक्छ। जवाफदेहिताको वृद्धि र छिटो निर्णय प्रक्रिया हुने गरी शिक्षा ऐन आउनुपर्छ। त्यसै गरी मलाई लागेको अर्को कुरा, शिक्षालाई व्यावहारिक र जीवनोपयोगी बनाउने गरी नयाँ शिक्षा ऐन आउनुपर्छ। अबको शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम मात्र होइन, जीवन सञ्चालन गर्ने आधार बन्नुपर्छ। त्यसैले सिपमूलक शिक्षा, प्राविधिक शिक्षा, उद्यमशीलता, कृषि, पर्यटन, सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता, उद्यमशीलता, नवप्रवर्तन जस्ता विषयहरू हाम्रो शिक्षा प्रणालीमा जोडिनुपर्छ र यी विषयहरूलाई विद्यालय तहदेखि समावेश गर्न आवश्यक छ। यसले विद्यार्थीलाई आत्मनिर्भर बनाउँछ र विश्व परिवेश सुहाउँदो, विश्व परिवेश अनुकूल जनशक्ति उत्पादन गर्न सहयोग गर्छ। त्यसैले नयाँ शिक्षा ऐनले यसलाई ध्यान दिनुपर्छ। त्यसै गरी शिक्षक मैत्री व्यवस्थाका साथ नयाँ शिक्षा ऐन आउनुपर्छ भन्ने मलाई लाग्छ। शिक्षा प्रणालीका मेरुदण्डको रूपमा शिक्षकहरू रहेका हुन्छन्। त्यसैले नयाँ ऐनले शिक्षकको पेसागत सम्मान र सुरक्षा सुनिश्चित गर्नुपर्छ। शिक्षक मैत्री व्यवस्था ऐन अन्तर्गत नयाँ के आउनुपर्छ त भने समान कामको समान सुविधा हुनुपर्छ। स्पष्ट बढुवा प्रणाली हुनुपर्छ। नियमित तालिम र पेसागत विकासका प्रशस्त अवसरहरू शिक्षकले प्राप्त गर्ने गरी आउनुपर्छ। राजनीतिक हस्तक्षेप मुक्त विद्यालय प्रशासन, विद्यालय प्रणाली हुने गरी आउनुपर्छ र शिक्षकहरू सम्मानित महसुस गर्ने गरी नयाँ शिक्षा ऐन आउनुपर्छ। त्यसै गरी नयाँ शिक्षा ऐनमा निजी विद्यालयको प्रभावकारी नियमनको कुरा आउनुपर्छ। निजी विद्यालयलाई पूर्ण रूपमा निरुत्साहित गर्नुभन्दा गुणस्तरीय र उत्तरदायी बनाउने नीति आवश्यक छ। शुल्क निर्धारण, निजी विद्यालयहरूको पारदर्शिता, त्यहाँ कार्यरत शिक्षकहरूको सुविधा तथा गुणस्तर मूल्याङ्कनका स्पष्ट मापदण्ड तयार हुने गरी नयाँ शिक्षा ऐन आउनुपर्छ। त्यसै गरी समावेशी र समतामूलक शिक्षामा जोड दिएर शिक्षा ऐनले प्रशस्त व्यवस्था गरेको हुनुपर्छ। शिक्षामा सबै नागरिकको अधिकार भएको कुरा हाम्रो संविधानले पनि बोलेको छ। सोही अनुरूप संविधानको मर्म अनुरूपको आधारभूत शिक्षा अनिवार्य र निशुल्क, माध्यमिक शिक्षा निशुल्क र उच्च शिक्षा तोकिए बमोजिम निशुल्क हुने गरी शिक्षा ऐन आउनुपर्छ र दुर्गम क्षेत्र, दलित, जनजाति, आर्थिक रूपमा कमजोर वर्ग, अपाङ्गता भएका बालबालिका, विशेष आवश्यकता भएका बालबालिकाहरूका लागि विशेष व्यवस्था नयाँ आउने शिक्षा ऐनमा आवश्यक छ। त्यसै गरी प्रविधि मैत्री शिक्षा प्रणालीलाई नयाँ शिक्षा ऐनले आत्मसात गर्नुपर्ने देखिन्छ। नयाँ ऐनले डिजिटल कक्षा, अनलाइन सिकाइ, स्मार्ट शिक्षा, आइसिटीमा आधारित शिक्षण आदिलाई कानुनी आधार प्रदान गरेर विश्व डिजिटल युगमा प्रवेश गरिसकेको अवस्थामा नेपालको शिक्षा प्रणालीलाई पनि त्यो दिशातर्फ लैजान
आवश्यक छ, प्रविधि मैत्री बनाउन आवश्यक छ र यसलाई कानुनी आधार शिक्षा ऐनले प्रदान गर्नुपर्छ। त्यसै गरी हाम्रो शिक्षा प्रणालीलाई अनुसन्धान र नवप्रवर्तनमा आधारित बनाउने व्यवस्था शिक्षा ऐनले गर्नुपर्छ। शिक्षाले केवल जानकारी दिने मात्र होइन, नयाँ सोच र अनुसन्धान क्षमता विकास गर्नुपर्छ। विद्यालय तथा विश्वविद्यालय तहमा अनुसन्धान, परियोजना कार्य तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने नीति जुन हाम्रो शिक्षा नीतिले गरेको छ त्यसलाई कार्यान्वयन गर्ने गरी ऐन आउनु आवश्यक छ। राजनीतिक हस्तक्षेप न्यूनीकरण, अब यसमा त हाम्रो नयाँ सरकार पूर्ण रूपमा प्रतिबद्ध पनि छ। विद्यालयलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउनुपर्छ भन्ने कुरामा शिक्षा क्षेत्रलाई राजनीतिक स्वार्थभन्दा माथि राख्नुपर्छ। शिक्षकको नियुक्ति, सरुवा, बढुवा तथा शैक्षिक संस्थाको जुन व्यवस्थापन छ त्यसलाई पारदर्शी बनाउने, स्वतन्त्र बनाउने, क्षमतामा आधारित बनाउने हिसाबले नयाँ शिक्षा ऐन आउनुपर्छ। नेपालको वर्तमान शिक्षा ऐनले विगतमा शिक्षा विस्तार र व्यवस्थापनमा महत्त्वपूर्ण योगदान दिएको थियो शिक्षा ऐन 2028ले। तर पनि वर्तमान समयका आवश्यकता पुरा गर्नको लागि जुन शिक्षा ऐन 2028 छ त्यो पर्याप्त छैन। सङ्घीय शासन व्यवस्था, प्रविधिको तीव्र विकास, विश्वव्यापी प्रतिस्पर्धा तथा बदलिँदो सामाजिक र आर्थिक परिवेश अनुसार अब नयाँ शिक्षा ऐन अपरिहार्य बनेको छ भन्ने मलाई लाग्छ। अब बन्ने शिक्षा ऐन आधुनिक, व्यवहारिक, समावेशी, प्रविधि मैत्री, शिक्षक मैत्री तथा विद्यार्थी केन्द्रित हुनुपर्छ। यस्तो ऐनले मात्र नेपालको शिक्षा प्रणालीलाई गुणस्तरीय, प्रतिस्पर्धी र राष्ट्रिय विकाससँग जोडिएको विश्व स्तरको बनाउन सक्छ भन्ने मलाई लाग्छ। यहाँहरूलाई नयाँ शिक्षा ऐन कस्तो आउनुपर्छ भन्ने लाग्छ कमेन्ट गर्न सक्नुहुन्छ र यदि यहाँहरूलाई भिडियो मन परेको छ भने सेयर गर्न, लाइक, कमेन्ट गर्न र फलो गर्न नबिर्सनुहोला। धन्यवाद।